मनपर्छ भने मलाई पनि भोट देऊ, मन पर्दैन भने मलाई भोट नदेऊ, केही फरक पर्नेवाला छैन। युवाहरूको चेत आउनुपर्छ। युवाहरूको चेत आएन भने फेरि परिवर्तन आउँदैन। म आएर चाहिँ सबैलाई रातारात नेपाललाई सिङ्गापुर बनाइदिने पनि होइन, प्रयास हो। मेरो प्रयास के हुन्छ भने युवाहरूलाई सम्झाइ बुझाइ गर्ने। मैले अहिलेसम्म 71 वर्षको उमेरसम्म बुढाहरूसँग काम गरेकै छैन। पारा नै मिल्दैन क्या बुढाहरूसँग, पटक्कै बुढाहरूसँग पारै मिल्दैन मेरो। के हो है, युवाहरूसँग बडो मिल्छ। युवाहरूसँग खाने, सुत्ने, उठ्ने, खेल्ने। आजभोलि खेलकुद चाहिँ हामी गर्दिनँ, पहिला त खेलकुद पनि गर्छ है। युवाहरूको चेत आएन भने बुढाहरूले शासन गर्छ। बुढाहरूले शासन गर्यो भने अझै अर्को 35 वर्षमा पनि यो देश बन्दैन। युवाहरू भनेको को युवाहरू? जुनसुकै पनि पार्टीको युवाहरू, पार्टी भएका युवाहरू, पार्टी नभएका युवाहरू, सबैको चेत आउनुपर्छ। सबै पार्टीको युवाहरूको चेत आउनुपर्छ। युवाहरूलाई चाहिँ तपाईँहरूले भोट दिनुपर्छ। आफूलाई मनपर्ने युवा, जुनसुकै पार्टीको युवा, युवाहरूले ढङ्ग ल्याउनुपर्छ। ढङ्ग ल्याएन भने तिम्रो पनि कहाँ पर्छ भन्नु मैले भन्छ।